यलम्बरले नेपालको राज्य व्यवस्था नबनाएको भए र यलम्बरले टिस्टादेखि काश्मीरसम्म राज्य विस्तार नगरेको भए हामीलाई मगधले उति बेलै खान्थ्यो। त्यसकारण त्यो राजा पहिलो नेपालको राज्य व्यवस्था निर्माता राजा हो। उसको शालिग काठमाडौँमा हुनुपर्छ कि पर्दैन? जसरी यहाँ किराँतहरूको राजा यलम्बरलाई यहाँ चाहिँ राजा मानिन्छ, हाम्रो काठमाडौँमा भगवान मानिन्छ आकाश भैरव। यलम्बर राजा हाम्रो लागि चाहिँ भगवान, उपत्यकामा काठमाडौँमा चाहिँ आकाश भैरवको रूपमा हामीले यलम्बर राजालाई भगवान मान्छौँ, किराँतकै पहिलो राजा। ललितपुरको नेपाल भाषामा त नाम नै यल हो। यल भनेको यलम्बरको राज्य। हिजो यही कुरालाई छेत्री बाहुन नेताले बालेनले बोल्दाखेरि केही नहुने, अनि आज एउटा राईको छोराले माननीय हर्क साम्पाङले यलम्बरको नाम लिँदाखेरि चाहिँ यत्रो हङ्गमा, यत्रो ठुलो मुटुमा झड्का। अचम्म लाग्छ यार यो भेडाहरूलाई देख्दाखेरि।